सबैजनालाई ह्याप्पी फ्राइडे। धेरै वर्ष टन्सिल भएर भोकल एलर्जी भएर मुख बार्दा 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 बल्ल रिकभर हुँदैछ अनि खानेकुराहरू पनि खान मन लाग्दैछ कि आज पनि म आएँ ताइनतुईको मासु र भातको रेसिपी लिएर। म चाहिँ सकेसम्म भएसम्म पुगेसम्म चाहिँ राम्रै लाउँ मिठै खाउँ भन्ने टाइपको मान्छे। अनि आमाले पहिलादेखि नै एकदम धेरै माया गर्ने, हजुरआमाले एकदम धेरै माया गर्ने। बाबा मम्मीसँगै भए पनि म प्रायः बुवाले मलाई हजुरबुवाले पढाउने, आमाले खुवाउने गर्नुभएको। अनि आमा चाहिँ केटाकेटी छोराछोरी भनेर चाहिँ एकदम माया गर्ने टाइपको हुनुहुन्छ। अनि जे भन्यो त्यही पकाएर खुवाउने, जे भन्यो त्यही दिने भएर आमाको काखबाट अलिकति टाढा बसेपछि चाहिँ आफै पकाउन सिक्दैछु। आमासँग हुँदा कहिले पकाउनु परेन पनि, पकाउन आउँदैन पनि थियो, अल्छी पनि लाग्थ्यो। अहिले चाहिँ आफै पकाएर खान सिक्दैछु। आज पनि ताइनतुईको मासुको र भातको रेसिपी लिएर आएको छु। अब आज ह्याप्पी फ्राइडे हो, खान त मैले के खाएँ सबै देखाउन त मिल्दैन, तै पनि मेरो भिडियो हेरिदिनुहुन्छ, लाइक कमेन्ट गरिदिनुहुन्छ, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। अब मेरो ताइनतुईको भिडियो हेरेर कस्तो नमिठो चाहिँ नभनिदिनु होला, खान मन लाग्यो भने थुक निल्दिनु होला है त।